सेट आज आएर थाहा भयो मलाई यो सब कुरा भाले पोथी बिना केही नहुने रहेछ भनेर बल्ल थाहा भयो भुवा साडीको सेट। भन्नुपर्दाखेरिमा के हो भन्नुपर्दाखेरिमा यो नयाँ एकदम ताजा खबर हो। हेर्नुहोस् सुन्नुहोस् हजुर, के हो भन्नुपर्दाखेरिमा पाडो जन्माउनलाई भैँसी मात्रै भएर नहुने रहेछ, एम राइट? राँगो पनि चाहिन्छ। पोथी चल्ला जन्माउनलाई पोथी मात्रै भएर मात्रै हुँदो रहेछ, एम राइट? भाले पनि चाहिँदो रहेछ। अनि मैले सोचेँ कि छोराछोरी जन्माउनलाई आमा मात्रै भएर नि नहुने रहेछ, बाहुनी चाहिँदो रहेछ, एम राइट? हो, सेम लाइक मैले पनि एउटा मोबाइल खाली मोबाइलमा बोल्दा मोबाइल मजाले तातेछ। मोबाइल तातेपछि स्यामसुङ मोबाइल पनि अलिअलि हल्का ब्याट्री चार्ज हाल्दा तातिरहेको थियो। तात्दाखेरि ल यो नि तातेछ भनेर मैले चाहिँ स्यामसुङ मोबाइल र यो आइडियल मोबाइल एक आपसमा खप्याएर राखिदिएको होइन, यसरी खप्याएर राखिदिएको। अनि टक्क फ्रिजरभित्र के फ्रिजर आइस भन्छ नि हो त्यहाँ राखिदिएको। भोसाडेको 2 घन्टापछि मोबाइल निकाल्न जाँदाखेरि त ल स्यामसुङ मोबाइल चाहिँ एकदम होइन थाकेर बसे जस्तो पुरै हिउँ लाएर आइस लाएर चाउरी भरेर बसेछन्। यो चाहिँ के हो भन्दाखेरि पुरा पेट बोकेर बसेछ नि त, पेटै यत्रो बनाइदिएछ भनेको के। अब कस्तो खाले यसलाई पनि मैले पनि त्यहाँबाट बल्ल थाहा भयो कि ल यसलाई पनि अब यसले नि बच्चा पाउँछ भनेर सोचेँ कि यसले नि अर्को मोबाइल जन्माउँछ भनेर सोचेँ। अनि बल्ल आनन्द भयो। मैले योबाट के सन्देश पाएँ भन्दाखेरि भाले बिना केही नचल्दो रहेछ मोबाइल जन्माउनलाई। मोबाइलमाथि मोबाइल राखेपछि आइसमा राखेपछि पर्फेक्ट दुईटाबाट 3टा 100% भइन्छ। ल थ्याङ्क यू सो मच। यस्तै जनक यस्तै समाचार सुन्नको लागि लाइक सब्सक्राइब गरिकन अगाडि बढाइदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। चट्क सलाम छ।